ट्रपिकल बीच र वाइब्रेंट सिटी को पर्फेक्ट कॉम्बो। गेट रेडी टू एक्सप्लोर द बेस्ट ऑफ मलेशिया। लंकावी बीच, लंकावी स्काई ब्रिज, कुआलालंपुर सिटी र जेंटिङ हाइलैंड्स all at one go। बाली र फुकेत भन्दा अलि फरक फील। लंकावी is calm, chill and easy going। Beachside cafes, sunset cruises, the quiet moments that make you slow down and just breathe। Now let's explore your day-wise 5 nights 6 days plan। Day 1, तपाई लंकावीमा अराइभल गर्नुहुन्छ जहाँ एयरपोर्टबाट तपाईलाई होटल ट्रान्सफर गरिन्छ। होटल चेक इन पछि बाँकी समय तपाई आफैले रिल्याक्स गर्न वा नियर बाई बीचेस एक्सप्लोर गर्न सक्नुहुन्छ। Day 2, ब्रेकफास्ट पछि तपाई लंकावी सिटी टुरमा जानुहुन्छ। आइल्यान्डका पपुलर भ्यू पोइन्ट्स र ल्यान्डमार्क्स एक्सप्लोर गर्दै सिटी वाइब्स इन्जोय गर्नुहुन्छ। पछि तपाई लंकावी स्काई क्याब राइड गर्नुहुन्छ र लंकावी स्काई ब्रिजबाट स्टनिङ प्यानोरामिक भ्यूज इन्जोय गर्नुहुन्छ। Day 3, ब्रेकफास्ट पछि तपाई कुआलालम्पुर तर्फ फ्लाइट लिनुहुन्छ। अराइभल पछि होटल ट्रान्सफर भएर चेक इन गर्नुहुन्छ र बाँकी समय लेजर वा शपिङ र लोकल फुड एक्सप्लोर गर्न सक्नुहुन्छ। Day 4, ब्रेकफास्ट पछि तपाई कुआलालम्पुर सिटी टुरमा जानुहुन्छ। सिटीका फेमस ल्यान्डमार्क्स, कल्चरल साइट्स र शपिङ एरियाज एक्सप्लोर गर्दै दिन बिताउनुहुन्छ। टुर पछि बाँकी समय लेजर इन्जोय गर्न सक्नुहुन्छ। Day 5, ब्रेकफास्ट पछि तपाई जेन्टिङ हाइल्यान्ड्सको फुल डे एक्सकर्जनमा जानुहुन्छ। बाटोमा बतु केव्समा फोटो स्टप गर्नुहुन्छ। पछि जेन्टिङ पुगेर सिनिक केबल कार राइड इन्जोय गर्दै इन्टरटेनमेन्ट र एट्र्याक्सन्स एक्सप्लोर गर्नुहुन्छ र साँझ कुआलालम्पुर फर्किनुहुन्छ। Day 6, ब्रेकफास्ट पछि तपाईको फ्लाइट स्केड्युल अनुसार डिपार्चरको लागि एयरपोर्ट ट्रान्सफर गरिन्छ। वन्डरफुल मेमोरिजका साथ तपाईको मलेसिया यात्रा सम्पन्न हुन्छ। कन्ट्याक्ट व्हाइट टाइगर हलिडेज टु बुक योर ट्रिप टुडे। ट्राभल सम्बन्धी थप जानकारीका लागि हाम्रो पेज फलो गर्न नबिर्सिनुहोस्।